अहिले हाम्रो देशमा अध्यादेशको धेरै व्यापक चर्चा छ। यो अध्यादेश के हो र यसको सत्ता पक्षका नेता र कार्यकर्ताहरू किन बचाउमा लागेको छ र विपक्षका नेता र कार्यकर्ताहरू किन यति धेरै विरोध गर्दैछ, आजको यस भिडियोमा सम्झौँ एकदम सरल भाषामा। झन्डै 2 दशक नजिक बहुमत पाएको राष्ट्र सरकारले अध्यादेश मार्फत किन कानून ल्याउन खोजेको होला त? हाम्रो देशमा अहिले यसको धेरै चर्चा छ र धेरैको प्रश्न पनि छ, सरकारले यस्तो संसद छलेर किन आदेश मार्फत कानून ल्याउँदैछ त? सरकारले कुनै पनि ऐन र कानून पास गर्नलाई सबभन्दा पहिला प्रतिनिधि सभाबाट पास गर्नुपर्छ, त्यसपछि राष्ट्रिय सभामा, त्यसपछि राष्ट्रपति कहाँ। राष्ट्रपतिज्यूले त्यसमा पर्मिसन अलाउ गर्नुभयो भने पुरै देशभरिमा यो ऐन लागू हुन्छ। अब अध्यादेश भनेको के हो यसको बारेमा बुझौं। सिम्पल भाषामा बुझ्दा संसद नबसेको बेला सरकारले ल्याएको अस्थायी कानून नै अध्यादेश हो। जब संसद अधिवेशनमा हुँदैन र सरकारलाई कुनै कानून तत्कालै चाहियो भने मन्त्री परिषदले त्यो कानूनलाई तयार गर्छ र सिधै राष्ट्रपति कहाँ पठाउँछ। राष्ट्रपतिले त्यो मन्त्री परिषदले तयार गरेको कानून अध्ययन गरी त्यसमा सिग्नेचर गरेपछि त्यो कानून पुरै देशभरि लागू हुन्छ। यो प्रक्रियामा प्रतिनिधि सभा र राष्ट्रिय सभाको झन्झट नै हुँदैन, तर यो कानून स्थायी हुँदैन, अस्थायी हुन्छ। संसद नचलेको अवस्थामा 6 महिनापछि यो कानून खारिज हुन सक्छ र सदन बसेपछि संसदले यो कानूनलाई अस्वीकार गर्यो भने यो खारिज हुन सक्छ। तर सरकारले यो अध्यादेश मार्फत ल्याइरहेको कानूनको किन यति विरोध हुँदैछ त? अपोजिसनले किन यसको यति कडा आलोचना गर्दैछ त? यहीँनिर असली खेल छ। सरकारले संसद अधिवेशन बोलाएको थियो, मिति पनि तय भइसकेको थियो, तर अधिवेशन सुरु हुनुभन्दा अघि सरकारले बोलाएको सदन एकाएक स्थगित गरेर अध्यादेशको बाटो रोज्यो। विपक्षीहरूको तर्क के छ भने संसद बस्न लागेकै थियो, संसद बसेको भए त्यही राम्रोसँग छलफल हुन्थ्यो, तर सरकारले एकाएक गरी सबै रद्द गरेर अध्यादेशको सर्टकट बाटो किन रोज्यो? विपक्ष भन्छ सरकारले संसद छलियो, सरकार खुल्ला बहसबाट भागिरहेको छ र लोकतन्त्रको प्रक्रियालाई कमजोर बनाइरहेको छ। जब संसदबाट पास गर्न सकिन्थ्यो भने सर्टकट बाटो किन रोज्यो? यो प्रश्न स्वाभाविक छ। अब सम्झौँ सरकारले अध्यादेश मार्फत नै कानून ल्याउनुको कारण के हो? यहाँ 2वटा मुख्य कारण देखिन्छ। पहिलो कारण राष्ट्रिय सभाको डर र दोस्रो कारण समय र रणनीति। अब पहिलो कारणमा देख्दा प्रतिनिधि सभामा सरकारको बहुमत छ तर राष्ट्रिय सभामा यसको बहुमत छैन, अर्थात् प्रतिनिधि सभाबाट यो कानून पास भएपछि राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभामा यो सरकारको बहुमत छैन। यदि राष्ट्रिय सभाले यो कानूनलाई रोक्यो भने सरकारको यो योजना असफल हुन्थ्यो। दोस्रो कारणमा देख्दा संसदीय प्रक्रियामा छलफल, संशोधन र बहस यी सबैमा समय लाग्न सक्छ, विधेयक अड्किन सक्छ र विपक्षीले अवरोध ल्याउन सक्छ। अध्यादेशमा सरकारले ऐन आफैले तयार गर्छ, आफूले चाहेको भाषामा, आफूले चाहेको समयमा। त्यसैले सरकारले छिटो निर्णय कार्यान्वयन गर्न अध्यादेश मार्फत कानून ल्याउन खोजेको छ। अध्यादेश गैर कानूनी होइन, तर संसद बोलाइसकेको बेला अधिवेशन रद्द गरेर अध्यादेश ल्याउन राजनीतिक रूपमा विवादास्पद छ। विपक्षको आक्रोश यही कारणले हो। सरकारले अध्यादेश मार्फत ल्याउन लागेको ऐन कानून बारे तपाईँ के सोच्नुहुन्छ? आफ्नो विचार कमेन्टमा भन्नुहोला र यस्तै अपडेटका लागि हाम्रो पेजलाई फलो गर्नुहोला र युट्युबमा हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र बेल आइकन प्रेस गर्नुहोला। धन्यवाद। तपाईको दिन शुभ रहोस्।